जसरी जापानको सानो बाँदर पञ्च आमाको काख खोज्दै टोलाइरहेको छ, जताततै भौँतारिँदै कुदिरहेको छ, ठ्याक्कै त्यस्तै हाम्रो नेपालका ससाना नानी बाबुहरूको पीडा पनि त्योभन्दा कम छैन। आमाको न्यानो काख खोज्दै टोलाइरहेका हुन्छन्। जुन आमा बाध्यताले आफ्नो घर छोडेर, दुधे बालक छोडेर परदेशिनु परेको छ। तर यहाँ दोष आमाको होइन, दोष त परिस्थितिको हो, दोष त देशको अवस्थाको हो। जहाँ सपना पुरा गर्न आफ्नो मुटुको टुक्रा दुधे बालक छोडेर हिँड्नुपर्ने अवस्था छ। आमा टाढा भए पनि आमाको माया कहिले टाढा हुँदैन। तर के थाहा त्यो बिचारा अबोध बालकलाई। अब हामीले प्रश्न गर्नुपर्छ, कहिलेसम्म आमाहरू बाध्य भएर आफ्नो काख रित्तो छोडेर परदेशिनु पर्ने हो? देश बलियो बनोस्, रोजगार आफ्नै माटोमा मिलोस्, ताकि कुनै पनि बच्चाले आमाको काख खोज्दै आँखा रसाउनु नपरोस्। किनकि आमाको काखभन्दा ठुलो संसारमा कुनै स्वर्ग छैन।